नेवा संस्कृति तथा परम्परालाई जीवन्त राख्न हरदम कोसिसमा हाम्रो सङ्गीता ड्रेस कलेक्सन विगत 25-26 वर्षदेखि नै हामीले नेवा संस्कृतिसँग तासिएका विभिन्न लवाई तथा गरगहनाहरूलाई हामीले बनाउँदै आइरहेका छौँ। त्यो मध्येमा पनि हाम्रो स्पेसल्ली हाम्रो यो अहिले विवाह पञ्चमीको लागि चाहिँ जुन श्री पञ्चमी आउँदैछ, श्री पञ्चमीको लागि चाहिँ यो यी पतासे यहाँहरूले कहाँ पाइन्छ भनेर गुनासोमा या कहाँ पाइन्छ भनेर थाहा छैन भने हाम्रो सङ्गीता ड्रेस कलेक्सनमा पक्कै पनि भिजिट गरेर हेरेर लिन सक्नुहुन्छ। यो यी पतासी मात्र नभइकन यो यी गर्ने अर्थात् बेल विवाहको लागि आवश्यक सामग्री जुन गरगहनाहरू पनि हामीसँग अभाइलेबल छ। यो छ हाम्रो कन्या केटीहरूको यो जुन टाउको शिरमा राख्ने छ भने चाहिँ साथै यो न्यापु शिख चाहिँ हामीसँग अहिले यो नयाँ लेटेस्ट डिजाइनमा आएको छ भने चाहिँ यो मात्र नभइकन हामीसँग विभिन्न भेराइटीका न्यापु शिखहरू पनि छ। यहाँले हेर्न सक्नुहुन्छ यो न्यापु शिखको भेराइटीमा यो मात्र नभइकन अर्को नयाँ डिजाइनको आएको छ फेरि। अनि त्यहाँ साथै साना साना भाइ बहिनीहरूलाई चाहिँ गाह्रो नहुने गरी एकदमै सानोभन्दा सानो पनि न्यापु शिख बनाएर यो अहिले जुन नयाँ लेटेस्ट डिजाइनहरू आएको छ यो न्यापु शिख मात्र नभइकन यो कानमा लाउने जुन यसलाई चाहिँ माकसी भनिन्छ भने माकसी सँगसँगै चाहिँ यो तायो जुन अहिले हाम्रो नेवारीहरूको एकदमै फेभरेट र स्पेसल गहनामा गनिन्छ। यो तायोको माला साथै भिम्पू माला अनि हामीसँग अहिले यो सिक्री जुन गोल्ड सिक्रीमा पनि आएको छ। यहाँले हेर्न सक्नुहुन्छ भने हामीसँग यो साथसाथै कुमारीले लाउने जुन यो तायो ठुलो तायो यो चाहिँ नानी बाबुहरूलाई चाहिँ यो यी गर्दाखेरि एकदमै राम्रो देखिने यो तायो पनि छ। साथै हामीसँग जुत्ता हाम्रै लुबुका दिदीबहिनीहरूले बुटिक गरेर ह्यान्डवर्कबाट आफ्नो हस्तकलाबाट चाहिँ बनाएको साना साना नानीहरूको लागि जुत्ता पनि आएको छ। यहाँले हेर्न सक्नुहुन्छ यो जुत्ता चाहिँ साइजको छ। हामीसँग 5 वर्षदेखि 10 वर्षको नानीहरूलाई जुत्ताहरू पनि आएको छ। कृपया यहाँहरूले आउँदै गरेको श्री पञ्चमीमा यहाँहरूको नानीहरूको चाहिँ जुन बेल विवाहको लागि आवश्यक सामान कहाँ किन्ने भन्ने कन्फ्युजमा हुनुहुन्छ भने अहिले कन्फ्युज नहुनु। हाम्रो सङ्गीता ड्रेस कलेक्सनमा चाहिँ सबै रिजनेबल प्राइसमा अभाइलेबल छ। कृपया वेलकम छ यहाँहरूलाई भिजिट गर्नको लागि। महालक्ष्मी नगरपालिका स्थित महालक्ष्मी क्याम्पस र महालक्ष्मी मन्दिरको ठिक अपोजिट साइडमा हाम्रो स्टोर र फ्याक्ट्री रहेको छ। वेलकम छ यहाँहरूलाई। धन्यवाद।